नमस्कार साथीहरू, तपाईहरु सबैलाई हाम्रो च्यानलमा हार्दिक स्वागत छ। फिफा विश्वकप 2026 रोमाञ्चक चरणमा प्रवेश गरेको छ। अन्तिम 16 का सबै खेल सम्पन्न भइसकेका छन् र अब विश्व फुटबलका उत्कृष्ट 8 टोली बीच क्वार्टर फाइनलको महायुद्ध सुरु हुँदैछ। अब हेरौं क्वार्टर फाइनलका रोमाञ्चक खेलहरू। पहिलो क्वार्टर फाइनल फ्रान्स विरुद्ध मोरक्को। साबिकको विश्व च्याम्पियन फ्रान्स उत्कृष्ट लयमा देखिएको छ। अर्कोतर्फ मोरक्कोले फेरि एकपटक आफ्नो अनुशासित डिफेन्स र तीव्र काउन्टर अट्याकको बलमा सबैलाई चकित पारेको छ। यो खेलमा अनुभव र जोश बीचको कडा प्रतिस्पर्धा हुनेछ। दोस्रो क्वार्टर फाइनल स्पेन विरुद्ध बेल्जियम। स्पेनले आफ्नो आकर्षक पासिङ फुटबल प्रदर्शन गर्दै यहाँसम्मको यात्रा तय गरेको छ भने बेल्जियमले आक्रमणमा निकै प्रभावशाली प्रदर्शन गरेको छ। दुवै टोलीसँग विश्वस्तरीय खेलाडी भएकाले यो खेल निकै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ। तेस्रो क्वार्टर फाइनल नर्वे विरुद्ध इङ्ल्यान्ड। नर्वेले ब्राजिललाई हराउँदै प्रतियोगिताकै ठूलो उलटफेर गरेको थियो। उता इङ्ल्यान्डले मेक्सिकोलाई हराएर क्वार्टर फाइनलमा स्थान बनाएको हो। अब हेर्न बाँकी छ नर्वेको शानदार यात्रा जारी रहन्छ कि इङ्ल्यान्ड सेमिफाइनलमा पुग्छ। चौथो क्वार्टर फाइनल अर्जेन्टिना विरुद्ध स्विजरल्यान्ड। लियोनेल मेस्सीको नेतृत्वमा अर्जेन्टिना उपाधितर्फ अघि बढिरहेको छ। स्विजरल्यान्डले भने अनुशासित खेल र उत्कृष्ट गोलकिपिङका कारण अन्तिम 8मा स्थान बनाएको हो। यो खेल पनि निकै प्रतिस्पर्धात्मक हुने निश्चित छ। यी 4 खेलका विजेता टोलीहरूले सेमिफाइनलमा स्थान बनाउनेछन्। यदि तपाईलाई यस्ता फुटबल अपडेट, विश्लेषण र विश्वकपका ताजा समाचार मनपर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। भिडियो लाइक गर्नुहोस् र साथीहरूसँग शेयर गर्न नबिर्सनुहोस्। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।